केटा हो के चली हैन अनि आजको भिडियोमा चाहिँ म कहाँ जाने र केटा हामी कहाँ जाने रे स्केटिङ खेल्न हामी चाहिँ आज स्केट पार्क जान लाग्छ हैन अनि म चाहिँ फर्स्ट टाइम हो जान लाग्यो खेल्न सेल्न आउँदैन यहाँ पैसा लिनु पर्यो अलिकति हैन त्यो भोलाहरु ल्याएको भिडियो सरी भने सरी मलाई बहुत ध्यान देखे अलि निकाल्नु सर्ट लाएर छैन त हैन मिगल दिदी आज आउनुहुन्न होला बेसी अनि म त्यहाँबाट 100 रुपैयाँ झिकेको छु हैन मसित पैसा छैन नि त गरिबको बच्चा चाबी खै मसित छ ल लेट्स सी त्यो निकाल दे हामी चाहिँ अब स्केटिङ खेल्न जान्छ माझ हैन स्केट पार्क म भनेको अब मेन पहिलोचोटि गए नि म त यस्तो गर्दै उल्टो हिँड्ने खाले मान्छे हो हैन हाम्रो मम्मी त्यहाँ रिसाएर बसिराख्नु भएको छ घरमा कामसाम गर्नु छैन तँलाई कहाँ जानु पर्यो भन्नु भएको छ हैन आज चाहिँ स्केटिङ खेल्न गइन्छ केटीहरु आउँछ होला केटीहरुलाई नि हल्का गिजाइन्छ हैन बज्जाको फोन आयो यिनीहरु चाहिँ यस्तो यो बाइक निकालेर के भन्छ त्यसलाई सामान अड्काउने कुरा के अनि हामी चाहिँ 4 जना छौं यहाँ चाहिँ 3 जना छ हामी हैन यहाँबाट चाहिँ हामी 3 जना जान्छ अनि एक जना चाहिँ उता भण्डारामा विजयनगरमा कुरिरहेको छ हैन त्यसलाई अब त्यहाँ जानुपर्छ 2 जना गाडीमा आउँछ 2 जना बाइकमा जान्छ हामी हैन यो साले यहाँ बसिरहेको थियो यो लातले हान्छ यसलाई यो आइसक्यो हैन कप्पे चाहिँ यताबाट गयो कप्पे गयो कप्पे उता कप्पेहरु गइसक्यो हैन यही सुँगुरलाई लिन आएको हामी चाहिँ यहाँ भण्डारा विजयनगरमा धेरै हिरो नभन् तल म कालो निकाल्दिन्छु एडिट गरेर भोला पावर त्यो चाहिँ हाम्रो सुँगुर एउटा चाहिँ उतातिर भोला लिन गएको थियो उ चाहिँ हराइसक्यो हैन हामी चाहिँ अब यहाँबाट डाइरेक्ट यो चाहिँ चबाउँदै आइरहेको छ हाले हामी चाहिँ अब डाइरेक्ट यहाँबाट त्यो स्केट पार्कमै गएर अब भिडियो गर्छ हैन ल बाइ अब चाहिँ हामी चाहिँ यहाँ आइपुगे यही स्केट खेल्ने पार्क गर्ने ठाउँ त यहाँ कता हो खै टिकट किन्ने टिकट किने भित्र गएपछि खेलेको देखाइन्छ अब अनि केटा हो हामी चाहिँ बाटोतिर हो हैन हामी चाहिँ त्यो 2 जना यो बसमा आइरहेको नि त तिनीहरुलाई कुरिरहेको हामी चाहिँ हैन तिनीहरु चाहिँ अहिलेसम्म आइपुगेको छैन हामी चाहिँ अघिबाट आएर कुरेर बसिरहेको सालेहरु आएकै छैन यार यिनीहरु बाटोतिर गायब भयो जस्तो छ केटीहरु भेटेर हैन त्यस्तै लागिरहेको छ आएकै छ ओ आइरहेको रहेछ हैन आइरहेको रहेछ मै त्यहाँबाट आइसक्यो हैन अब तिनीहरु आएर खेलिन्छ हो न यहाँ आउँछ तपाईबाट खाएर जानुपर्छ यो सुँगुर के रे तपाईबाट खाएर जानुपर्छ यो सुँगुरहरु भेटिसक्यो नि यहाँ आइरहेको छ यिनीहरु गाडी अहिलेसम्म आएन नि अब हाम्रो चाहिँ केटाहरु सब भेटका आनु भइसक्यो हैन अब चाहिँ हामी गइन्छ हैन हिसाबले चुर भइरहेको यिनीहरु हामी फेरिसक्यो यिनीहरु फेर्छ अनि हामी गइन्छ अनि खेलिन्छ मजाले खेल्न चाहिँ आउँदैन लडिन्छ मजाले गोली चाल्यो हैन गोली चाल्यो अन्त डेढे गोली चाल्यो गइन्छ हैन अर्पण हाई गर्दै हाई गर्दै गोली चाल्यो हामी आइपुग्यो हैन फाइनली तपाईहरुलाई चाहिँ चाहिन्छ भने म बिचमा त्यो निलो छ नि त्यो लगाएर चाहनुहुन्छ नि यहाँ लिन आउनु हैन त्यही हो अझै माथि है यस्तो छ एकछिन भित्र गएर देखाइदिन्छ है लोदा छ मान्छेहरु टिकट काट्नु ल काट टिकट काट
अर्को जसरी हिँड्न उयो जसरी हिँड्न हो यसरी हिँड्ने बिस्तारै बिस्तारै सबजना डेन्जर खेलिरहेको छ आफू चाहिँ लडे केटा हो यो चाहिँ फोटो खिच्ने रे यहाँ मैले नि खिच्छु अहिले एकछिनमा फोटो यहाँ यो दाइले फ्रीमै खिच्दो रहेछ उतातिर सबले आज चाहिँ त्यति मान्छे छैन है लडिरह यार ल मर्यो आशालाई खाते यो लड्छ फेरि लड्छ अरे टाउको फुट्ला ओ मेरो खुट्टा मर्यो यहाँ ल आयुष ल खेलेर देखाइदिए खतरा हामीसित आएको एउटा साथीलाई मात्र आउँछ है खेल्न त्यो चाहिँ कहाँ भने डम्बे खोइ ल त अब म पनि खेल्छु है त हामीले चाहिँ खेलेर मेरो मोबाइल के भएन हैन यसो हेर साइड फ्लट पुडिसकेर ग्लास उडाइदिएर चाहिँ बाहिर गयो भित्रको उडाइदिएर चाहिँ जाने घर जाने हो कहाँ जाने केटा ओइ कहाँ जाने खेल्न चाहिँ खेलियो बहुत लड्यो अलि जाने होइन बल्ल खाजा खाना है बर्थडे हो तेरो बर्थडे आज बजेर देखा त कि तेरो बर्थडे आज कस्तो नराम्रो क्यामेरा यिनीहरूले मोबाइल झार्दै हो क्या म्याट क्यामेराको धेरै चढ्यो क्या यार साउनी कहाँ छ बोलाएर 500 हाल्दिने भन्नु न थ्याङ्क यू मिस आउनु न आउने त अन्त जानु दियो आन्टी आयो अगाडि आयो हाम्रो चाहिँ यहाँ चाउमिन आयो होइन चाउमिन आयो पापा चाउमिन खाने रे बफ होइन अनि अब एउटा जम्बू आउँछ आज किनेको चाहिँ यसले है यसले किनेको है आज यो है आजको धनी मान्छे स्पोन्सरको नाल मलाई सस के अरे चटनी छैन नो उहाँ किन नभएको त जम्बो है जम्बू एउटा ताल है हाम्रो केटाले चाहिँ लास्टै भोक लगाएर हेरेछ होइन एकचोटिमा लम खान्छु भनेर चाहिँ यसले खै हेरौँ त कति खाँदो रहेछ यसले खा त ल आपा खायो त्यसले गयो आपा खायो तैँले खाँदा कति खाँदो रहेछ एकचोटिमा भाइ क्यामेरा राम्रो आउँदैन सबजनाले सस हालेर खान्छ मलाई चाहिँ सस मन पर्दैन है किनकि त्यो कुहिएको टमाटरबाट बनाउँछ नि त त्यो खुट्टाले क्याचा गरेर मलाई नि मन पर्दैन मलाई खासै मन पर्दैन खासै मन पर्दैन रातै गरेर खान्छ तिमीहरूले होइन ओके त खुर्सानी अलिअलि पिरो चाहिँ खाइन्छ अनि अब केटामा हामी चाहिँ फिनिस पारिसक्यो होइन अनि चिसो खाँदै हो अनि अब चाहिँ घर जाने घर गएर फेरि अनि यसलाई चाहिँ पहिला घर पुऱ्याउने एउटा मात्रै बाइक छ नि त यसलाई घर पुऱ्याउने यिनीहरू चाहिँ कपाल काट्दै गर्छ अनि यसलाई घर पुऱ्याएर आएर फेरि यिनीहरूलाई लिएर पर्ने हुन्छ म यिनीहरूलाई लिएपछि अनि जाने घर गएपछि सक्यो आजको भ्लग यति नै हो केटा होइन भिडियो मनपर्छ भने लाइक हान्देऊ च्यानललाई सब्सक्राइब गर्दै ढ्याउ आइरहेको छ ल